हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आज चाहिँ हामी कहाँ जान लाग्दैछौँ भने आज चाहिँ हामी स्वयम्भू घुम्न जान लाग्दैछौँ। हामीले चिनेको भनेको नै स्वयम्भू थियो, अनि फेरि रुमबाट पनि छिटो पुग्ने भएकोले स्वयम्भू घुम्न गयो। रुममा बस्दा बस्दा बोर लागेर अनि बहिनीले स्वयम्भू घुम्न जाऊँ न त भनेर हामी स्वयम्भू गयो। म, आमा, आन्टी, भाइ मिलेर हामी स्वयम्भू घुम्न गयो। हामी चाहिँ खासमा चाहिँ कल्चर ड्रेस लाउने भनेर आएको हो। अनि हामी आउँदा चाहिँ ढिला भइसकेको थियो, त्यस्तै 6 बजेको थियो होला हामी आउँदा थियो। म र बहिनी चाहिँ अगाडि आयो। म र बहिनी चाहिँ रनिङ खेलिरहेको थियो कि को माथि फर्स्ट पुग्ने भनेर। अनि बहिनी चाहिँ नसकेर मलाई एकछिन पर्खिनु भन्दै थियो। अनि म फर्स्ट भएको थिएँ। अनि बहिनी चाहिँ पुरै थाकेर त्यही माथि गर्मी भएर हम्काइरहेको थियो बहिनीले चाहिँ। अनि पछि चाहिँ आन्टीहरू आमाहरू चाहिँ आउनुभयो। अनि कति धेरै कुदेको भन्दै आन्टीले भनिरहनु भएको थियो। अनि हामी चाहिँ माथि टुप्पामा आयो। टुप्पामा आएपछि भ्यू त नहेर्ने कुरै हुँदैन। भ्यू हेऱ्यो, एकछिन बस्यो। अनि त्यसपछि हामी कल्चर ड्रेसतर्फ लाग्यो। कल्चर ड्रेसमा चाहिँ फोटोसुट गरिरहनु भएको रहेछ मान्छेहरू। अनि त्यसपछि नानीले क्षेत्री ड्रेस लायो। नानी, आन्टी, दुईवटा आन्टी, माइली आन्टी र कान्छी आन्टी नानी मिलेर चाहिँ ड्रेस लाएँ। मैले चाहिँ लाइनँ किनभने मैले अस्ति नै लगाएको थिएँ। अस्ति नै यता बसन्तपुरमा लगाएको थिएँ मैले कल्चर ड्रेस। आमालाई चाहिँ अनि मलाई लाउन मन लाग्दैन, म बुढी भइसक्यो भन्नुभयो। अनि लाउन मान्नु भएन। नानीले यति राम्रो देखेको थियो कि यो क्षेत्री ड्रेसमा, वाउ। अनि अरू थुप्रैजना पनि कल्चर ड्रेस लगाएर टिकटक बनाइरहनु भएको थियो। अनि यहाँ फोटोसुट आयो। अनि आन्टीहरूले चाहिँ खासमा 250 को दुईवटा ड्रेस आउने रहेछ। अनि एउटा क्षेत्री ड्रेस अनि यो मगर हो कि मगर ड्रेस लाउनु भयो। रुम फर्किन चाहिँ ढिलो भइसकेको थियो हामीलाई चाहिँ। अनि हामी आयो। आउँदाखेरि चाहिँ यति ठुलो पानी परेर भाइले टोपी पनि थिएन। अनि सलोडेर हामी रुमतर्फ आएँ।